यो तस्बिर मन पर्यो, म तपाईलाई कसरी बनाउने। हेलो नमस्ते साथीहरु, तपाईहरुले स्क्रिनमा देख्नु भएको जुन फोटो रहेको छ त्यो चाहिँ होली स्पेशल रहेको छ र अहिले एकदम नै ट्रेन्डिङमा रहेको छ, जुन चाहिँ तपाईहरुले टिकटकमा जताततै देख्न सक्नुहुनेछ। र तपाईहरुले पनि आफ्नो नर्मल एउटा फोटोलाई होली स्पेशल फोटो एडिटिङ बनाउन चाहनुहुन्छ भने कृपया यो भिडियोलाई स्किप नगरिकन अन्तिम सम्म हेर्नुहोला। र साथीहरु, तपाईहरुलाई मैले यहाँनिर कस्तो टाइपको एडिटिङ गर्ने भन्ने कुरा मैले तपाईहरुलाई थम्बनेलमा देखाइसकेको छु। यानी कि तपाईहरुले आफ्नो नर्मल एउटा कुनै पनि फोटोलाई एडिट गरेर होली स्पेशल फोटो तपाईहरुले तयार पार्न सक्नुहुनेछ। जस्तै हेर्न सक्नुहुन्छ मसँग एउटा कुनै एउटा नर्मल एक्ट्रेसको फोटो रहेको छ भने त्यो फोटोलाई मैले वान क्लिकमा होली स्पेशल फोटो बनाइसकेको छु। जुन फोटो बनाउन हामीलाई कुनै पनि मेहनत लागेको छैन, तर साथीहरु एउटा नर्मल एउटा प्रोम्प्टको आधारमा हामीले यो फोटो एडिट गर्नेछौँ। तपाईहरुले पनि यो बनाउन चाहनुहुन्छ भने भिडियोलाई अन्तिमसम्म हेर्नुहोला र भिडियो मन परेमा भिडियोमा एक लाइक अवश्य पनि गरिदिनु होला। र यो एडिटिङ हामीले एआई को मद्दतबाट गर्छौँ, जुन चाहिँ तपाईहरुले च्याट जीपीटी भन्ने एपबाट गर्न सक्नुहुन्छ। एकदम सजिलो रहेको छ। यसबाट चाहिँ च्याट जीपीटी तपाईहरुले यहाँनिर सर्च गर्नु होला। सर्च गरिसकेपछि साथीहरु तपाईहरुले यस्तो टाइपको इन्टरफेस पाउनुहुनेछ। तपाईहरु यहाँनिर प्लसमा क्लिक गर्नु होला, त्यसपछि फोटोजमा जानु होला। फोटोजमा गइसकेपछि तपाईहरुले नर्मल आफ्नो कुन फोटोलाई एडिट गर्न चाहनुहुन्छ त्यो फोटो सिलेक्ट गर्नु होला। मैले अघि यो फोटो सिलेक्ट गरेको थिएँ भने अब तपाईहरुलाई मैले अर्को कुनै एउटा यो सेकेन्ड फोटो सिलेक्ट गरिदिन्छु। र यो फोटोमा मलाई चाहिँ होली स्पेशल एडिटिङ गर्नु छ। र होली स्पेशल एडिटिङ गर्नको लागि साथीहरु तपाईहरुले यहाँनिर एउटा एकदम इम्पोर्टेन्ट प्रोम्प्ट लेखेको हुन्छ। तपाईहरुले टिकटकमा जताततै देख्न सक्नुहुनेछ। भिडियोलाई कपी गर्ने, भिडियोलाई शेयर गर्ने भन्ने टाइपको भिडियो रहेको छ। त्यो सबै साथीहरु एकदम फेक रहेको छ। तपाईहरुलाई झुक्याउनको लागि बनाएको भिडियो रहेको छ। तपाईहरुले त्यसको लागि चाहिँ एडिटिङ गर्ने नै पर्ने हुन्छ, वा तपाईहरुले यो एआई को मद्दतबाट तपाईहरुले प्रोम्प्ट दिएर फोटो चाहिँ जेनेरेट गर्न सक्नुहुनेछ। अब यसको लागि तपाईहरुले प्रोम्प्ट कुन युज गर्ने भन्दाखेरि यहाँ मैले तपाईहरुलाई स्क्रिनमा देखाएको छु। साथीहरु तपाईहरुले यसलाई जस्ट स्क्रिनशट गर्न सक्नुहुन्छ। तपाईहरुले साथीहरु यो टेक्स्टलाई चाहिँ कपी गर्नु होला। यानी कि तपाईहरुले यो टेक्स्ट जस्तो छ सेम यही टेक्स्ट तपाईहरुले कपी गर्नको लागि भिडियोको तल डिस्क्रिप्सनबाट हाम्रो टेलिग्राम च्यानलको लिंक राखिएको छ। साथीहरु तपाईहरुलाई म यो टेलिग्राम च्यानलमा प्रोभाइड गरिदिनेछु। तपाईहरुले यसलाई चाहिँ कपी गर्नुपर्ने हुन्छ। कपी गरिसकेपछि अब तपाईहरु सिम्पली त्यो च्याट जीपीटी एपमा आउनु होला र यहाँनिर आस्क च्याट जीपीटी भन्ने ठाउँमा पेस्ट गर्नु होला। हामीले यो फोटोलाई जेनेरेट गर्नको लागि प्रोम्प्ट हाल्नुपर्ने हुन्छ, जुन मैले अलरेडी यहाँनिर वान क्लिकमा हालिदिइसकेको छु। यसपछि सिम्पली यहाँनिर एरोमा क्लिक गरेर जेनेरेटमा राखिदिनु होला, ताकि हाम्रो फोटो चाहिँ एकदम क्विक जेनेरेट हुनेछ। र साथीहरु हेर्न सक्नुहुन्छ हाम्रो फोटो यहाँनिर जेनेरेट भइरहेको छ। जेनेरेट हुन खासै टाइम लाग्दैन। हेर्न सक्नुहुन्छ क्रिएटिङ इमेज देखाइरहेछ। त्यति बेलासम्म साथीहरु तपाईहरु च्यानलमा नयाँ हुनुहुन्छ र च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने अवश्य पनि च्यानललाई सब्स्क्राइब गरिदिनु होला। र साथीहरु योभन्दा अगाडि मैले थुप्रै नै होली स्पेशल एडिटिङ अगाडि भिडियोहरुमा सिकाएको छु। तपाईहरु च्यानलमा त्यो भिडियोहरु पनि अवश्य हेर्नु होला, तपाईहरुलाई काम लाग्ने भिडियोहरु हुन सक्छ। र फाइनली साथीहरु हेर्न सक्नुहुन्छ हाम्रो इमेज चाहिँ क्रिएट भइसकेको छ। यानी कि दुईवटा इमेज दिएको छ। तपाईहरुलाई यो दुईटा मध्ये कुन इमेज मन पर्छ तपाईहरुले सजिलैसँग त्यो इमेजलाई सेभ गर्न सक्नुहुन्छ। हेर्न सक्नुहुन्छ एकदम नै राम्रो खालको साथीहरु हामीले नर्मली गर्नु एडिटिङ भन्दा एकदम युनिक खालको एकदम मिलेको एडिटिङ चाहिँ हाम्रो भइसकेको छ। यसमध्ये तपाईहरुलाई जुन फोटो मन पर्छ त्यो फोटोलाई सिम्पली तपाईहरुले यहाँ माथि सेभमा क्लिक गरेर सेभ गर्न सक्नुहुनेछ। सेभ भइसकेपछि साथीहरु तपाईहरुले मैले जुन स्क्रिनमा प्रिभ्यू भिडियो देखाएको छु त्यसमा चाहिँ स्लाइड शो रहेको छ। साथीहरु तपाईहरुको विदाउट एडिटिङ त्यसपछि माथिबाट एडिटिङ हालेर स्लाइड शो गरिएको छ। त्यस्तो टाइपको भिडियो तपाईहरुले टिकटकमा बनाएर अपलोड गर्न सक्नुहुनेछ। र साथीहरु तपाईहरुलाई स्लाइड शो बनाउन आएन वा तपाईहरुलाई अझै पनि सिक्नु छ भने त्यसको लागि तपाईहरुले यो भिडियोमा कमेन्ट गरिदिनु होला। र नेक्स्ट होली स्पेशल ट्युटोरियल अझै पनि लिएर म तपाईहरुलाई सिकाउने छु। त्यसको लागि तपाईहरुले च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला। र आउने दिनमा यस्तै ट्रेन्डिङ युजफुल ट्युटोरियलको साथ अवश्य पनि उपस्थित हुनेछु। अहिलेलाई बाइ बाइ।